नेपालको इतिहासमा राजतन्त्रले करिब 240 वर्षभन्दा बढी समय शासन गर्यो। यो अवधिमा केही निर्णय विवादास्पद बन्यो भने केही कामले आधुनिक नेपालको निर्माणमा महत्त्वपूर्ण योगदान पुर्यायो। आज हामी हेर्नेछौँ नेपालका राजाहरूले गरेको यस्तो सकारात्मक काम जसले नेपालको इतिहासमा गहिरो छाप छोडेका छन्। राजा वीरेन्द्रलाई धेरै नेपालीले सरल र जनप्रिय राजाका रूपमा सम्झिन्छन्। उनले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव अघि सारे, जसलाई 100 भन्दा बढी राष्ट्रहरूले समर्थन गरेका थिए। साथै ग्रामीण विकास, शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा पनि विभिन्न कार्यक्रमलाई प्राथमिकता दिएका थिए। उनको शासनकालमा नेपालले अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने प्रयास गरेको थियो। राजा महेन्द्रको शासन विकास र विवाद दुवैले चिनिन्छ। विकासतर्फ हेर्दा पूर्व पश्चिम राजमार्गको विस्तार, प्रशासनिक संरचना र औद्योगिक विकासका केही महत्त्वपूर्ण आधारहरू यो कालमा बने। सडक सञ्जाल विस्तारले नेपालका विभिन्न क्षेत्रलाई जोड्ने ठूलो भूमिका खेल्यो। तर 17 सालमा निर्वाचित सरकार विघटन गरी पञ्चायत व्यवस्था लागू गरेको निर्णय ऐतिहासिक विवादास्पद मानिन्छ। त्यसैले उनको मूल्याङ्कन गर्दा दुवै पक्षलाई सम्झन आवश्यक हुन्छ। राजा त्रिभुवनले 104 वर्ष लामो राणा शासन अन्त्य गर्ने आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेले। 2007 सालको राजनीतिक परिवर्तनपछि नेपाल प्रजातन्त्रको यात्रामा अघि बढ्यो। जनप्रतिनिधिमूलकको शासनको सुरुवात हुने नेपालको आधुनिक राजनीतिक इतिहासको एउटा महत्त्वपूर्ण मोड मानिन्छ। नम्बर 1 मा राजा पृथ्वीनारायण शाह। नेपालका सबैभन्दा प्रभावशाली राजा मध्ये एक हुन् पृथ्वीनारायण शाह। उनले 2224 राज्यलाई एकीकृत गर्दै आधुनिक नेपालको आधार निर्माण गरे। साथै उनले नेपाललाई विदेशी हस्तक्षेपबाट जोगाउन सावधानी अपनाउनु पर्ने विचार व्यक्त गरेका थिए। आजको नेपालको भौगोलिक एकताको आधार उनको नेतृत्वमा भएको एकीकरण अभियानलाई मानिन्छ। नेपालका राजाहरूको इतिहासमा उपलब्धि र विवाद दुवै छन्, तर आधुनिक नेपालको निर्माण, राष्ट्रिय एकता, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय पहिचानमा केही राजाहरूले महत्त्वपूर्ण योगदान दिएको इतिहासमा दर्ज छन्। तपाईको विचारमा नेपालको इतिहासमा सबैभन्दा ठूलो योगदान कसले दिए? आफ्नो धारणा कमेन्ट गर्न नबिर्सनुहोला। यस्तै तथ्य डकुमेन्ट्री हेर्न चाहनुहुन्छ भने हेर्ने च्यानललाई सब्स्क्राइब गर्नुहोला।